सम्पूर्णलाई स्वागत छ न्यू भिडियोमा। आज चाहिँ लामो समयपछि चाहिँ म नयाँ भ्लग बनाउन गइरहेको छु र आजको भिडियोमा चाहिँ एकदम दामी हुन्छ। हेर्नु साथीहरु, यसरी हाम्रो चाहिँ गाउँघरमा यसरी रङ्गोली बनाउँछ। खै तिम्रो बच्चाहरु खै यहाँ हेरेको सलिना पनि यता हेर त एकछिन खै। हो यस्तो रङ्गौली भने कि के राखेको छ नि? के गरेको? अर्की खै। ओइ ओइ ढाडे बिरालो अरे ना नै तिमी चाहिँ के गरिरहेको छौ? तिमी के गरिरहेको छौ? भाइ टिकटक लाइभमा हो तिमी? ल ल तिखे के हो गर्दै हो? खै त हारेको तिखे चल फरी यहाँ चाहिँ रङ्गोली बनाउँदैछन् मान्छेहरू। हाम्रो तिखे अर्को उहाँ छ खुइले हाल्यो भनिदेऊ। हाम्रो चाहिँ यसरी हुँदैछ। बचेको न खडा फाला कनरी हाम्रो पैसाले किन्न कनर ल्याएर नि तेरो पैसाले मेरो आफ्नो पैसाले 1500 रुपैयाँ सकेछ न तिमीहरुलाई। हिजो त बिहान जाने भनेन कनरी बाटो उ गराउनलाई मैले गाली पो दिन्छ अनि अहिले 1500 3000 मम्मीले बनेर दिनु म गराउँछु घरको अगाडि बनाउनु छोडेर यिनीहरूले भान्साको अगाडि बनाएको छ त। पहिलेदेखि हिजो बनाउँथे मामी। हो तपाई त बनाउनुहुन्थ्यो। अनि उते खै लड्डु खै यता हेरेको छैन यिनीहरूले। ओइ ठुली यिनीहरूले त सब सकाएर तामा सजिन नसकान यसरी सिधा र छोटो र टोकिनी र जा ल्याउ त यो काट्छ त यो लट्ठी सानो बेबी लट्ठी हो त्यो। ल हातले तान रोक चुच्चो बनाउनु ल तान। खै तिखे बाबु तिखे यो तिखेकै अगाडि ला तेरो छोरीले मोटै ल यहाँ चाहिँ रङ्गोली बनाउँदै लाग्छ मान्छेहरू। हाम्रो घरमा रङ्गोली बनाउँदैछ हैन हामी मान्छे हो हामी भूत उ हेर त सब नाच मान्छे हो। रातो तिखे यता हेरेको खै तिखेको त कामै छैन। त्यो नलगाली प्योर कुन छ अनि रातोले लेखेछ के रातोले हैन जुन पुरै देखिन्छ त्यो बना खायो यो देखिन्छ खायो रातोले नदेखेर त्यो देखेला ओरेन्ज कलर देखेछ त कति राम्रो सानी यसलाई यस्तै त मन पर्छ। हो त्यस्तै गरा त बिगार यसको बाउ ह्याप्पी दिवाली। मान्छे नाना हेर्नु ल यहाँ चाहिँ रङ्गोली रेडी हुन लाग्छ। ल हाम्रो सलिना दिदीको नबना यसमा डल्लो बनाएर दियो बाल्नु पर्छ। यस्तै बाले सलिना दिदीको रङ्गोली रेडी हुन लाग्छ। तिखे यता हेरेको खै तिखे पनि छ उहाँ हो यो सानो तिखे हो। खै जलफरी पनि छ उहाँ पर क्यामेरामा उता डलको सुत्ने बनाले ओए डलको सुत्ने लक्ष्मीले यस्तै बनाउने भने थिए हैन डलको सुत्ने फाइनली रेडी हुन लागिसक्यो हाम्रो। फाइनल्ली रङ्गोली रेडी हुन लागिसक्यो हाम्रो सलिनाले। सलिना यता हेरिदिनुहोस् न।
सलिना सलिना खै तिखे रेडी हुन लागिसक्यो कस्तो लागेछ हजुरहरू चाहिँ कहाँदेखि हुनुहुन्छ कमेन्ट गरिदिनु होला पनि है।